ल यसो गरौँ न रमेशजी, आर यु रेडी टु टक विथ अस अ लिटल बिट? आज तपाईँले 15 मिनटको इन्ट्रोडक्सन दिनुहोस्, हाउ टु राइट। यु आर सच अ अमेजिङ राइटर। तपाईँको आफ्नो किताबको बारेमा पनि भन्नुहोस्, र अनि हामी अर्को हप्तामा तपाईँको अरू बढी गरौँ। मलाई अहिलेलाई 20 मिनट जति तपाईँ रमेशजीलाई त। ल राजा। प्रमोसन धन्यवाद। म अलिकति बाहिर छु, त्यही भएर अब इन्टरनेट कस्तो सुनिया छ? एकदम एकदम ठिक छ। ल, अब अब यहाँ को हुनुहुन्छ उहाँहरू चिनजान छैन भने चाहिँ मेरो नाम रमेश भुषाल हो। म पेसा चाहिँ पत्रकारिता गर्छु। म विज्ञानको विद्यार्थी हुँ। मैले वातावरण विज्ञानमा स्नातकोत्तर गरेको हो। अनि मेरो पहिलो किताब यो छाल बाटो भन्ने किताब छ। कैलाशदेखि गङ्गासम्म, यो चिनबाट भारतसम्म हिँडेर बगेर गुडेर गरेको यात्रा। त्यो चाहिँ 45 दिनमा 2000 किलोमिटर जति यात्रा गरेको छु। त्यो कर्णाली नदीको उद्गम जहाँ छ त्यो कैलाश पर्वतको सेरोफेरोमा, त्यहाँबाट नदी पछ्याउँदै भारतको गङ्गा पुगेको त्यो 45 दिनमा। अनि त्यो यात्रासँग जोडिएर अरू विभिन्न अनुसन्धान वातावरण सम्बन्धी कुराहरू जोडेर चाहिँ यो छाल बाटो भन्ने किताब लेखेको हो। छाल बाटो भनेको चाहिँ यो कर्णाली किनारको क्षेत्रमा चाहिँ कर्णालीको किनारै किनार हिँड्ने बाटोलाई छाल बाटो भन्दा रहेछन्। मैले त्यहाँको स्थानीय शब्दलाई प्रयोग गरेको हुँ। अब कसरी लेख्ने भन्ने कुरा चाहिँ अब यो किताब चाहिँ अघिल्लो वर्ष छापिएको हो। यसले यो वर्ष एउटा पद्मश्री भन्ने साहित्य पुरस्कार प्राप्त गरेको थियो र मदन पुरस्कारको पनि सूचीमा थियो। र तपाईँहरूलाई इन्ट्रेस्ट छ भने यो अमेजोनमा पनि किन्न सकिन्छ, वा थुप्रै.com वा अरू अनलाइन स्टोरमा पनि किन्न सकिन्छ यदि इच्छा भयो भने चाहिँ। यो मेरो किताबको बारेमा भयो। मैले लामो समय चाहिँ यो वातावरण विज्ञानमा, खास गरेर वातावरणीय विषयमा लेख्ने कामहरू गरेँ वा बोल्ने कामहरू गरेँ। मैले केही वर्ष बिबिसी नेपाली सेवामा काम गरेँ, केही वर्ष त हिमालयन टाइम्स अङ्ग्रेजी पत्रिकामा काम गरेँ, उज्यालो भन्ने रेडियोमा काम गरेँ, र पछि 10 वर्षदेखि चाहिँ मैले यो द थर्ड पोल भन्ने एउटा अन्तर्राष्ट्रिय समाचार संस्था छ त्यसको नेपाल सम्पादक भएर काम गरेँ। र अहिले चाहिँ म यो संसारभरिको यो वातावरण पत्रकारको नेटवर्क छ, अर्थ जर्नलिजम नेटवर्क भन्ने, त्यो अर्थ जर्नलिजम नेटवर्कको चाहिँ नि म दक्षिण एसिया संयोजक हुँ। र म चाहिँ मेरो धेरै समय चाहिँ यो दक्षिण एसियाको पत्रकारहरूलाई वातावरण सम्बन्धी कुराहरू लेख्ने वा लेख्न सिकाउने वा त्यस्तो कामहरूमा चाहिँ बढी खर्च हुन्छ अलिकति। यो अब मलाई चाहिँ के लाग्छ भने लेख्ने के हो त भन्ने कुरामा तीनटा कुरा महत्त्वपूर्ण छ। एउटा त आफैले आफैलाई पहिला प्रश्न गरेर मैले किन लेख्ने भन्ने प्रश्न गर्ने बित्तिकै तपाईँले किन लेख्ने भन्ने कुरा मनमा आउने बित्तिकै त्यो सकिन्छ। अनि दोस्रो कुरा चाहिँ मैले के नलेख्ने, लेख्ने कुरा चाहिँ धेरै महत्त्वपूर्ण हुँदा नि के नलेख्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अब लेखनमा कस्तो हुन्छ भने जे पनि लेखौँ जस्तो लाग्छ, जे पनि भनौँ जस्तो लाग्छ, तर अब मलाई लागेको कुरा चाहिँ कति महत्त्वपूर्ण हो त अरूको लागि, वा त्यो सामान्य हो कि असामान्य हो, वा मैले लेखेको कुरा चाहिँ नयाँ हो कि होइन, वा मैले नयाँ तरिका लेखेँ लेखिनँ भन्ने कुरामा चाहिँ यो नलेख्ने कुराहरू के हुन् भन्नेमा अलिकति बढी जानकारी भयो र आफूले आफूलाई तान्नु सकियो भने लेख्ने कुरा चाहिँ बाँकी रहन्छ नि त। त्यस कारणले गर्दा चाहिँ यो लेख्ने कुरा बाँकी राख्नु सक्नु चाहिँ ठुलो कुरा हो। र तेस्रो कुरा चाहिँ के रहेछ भने अब धेरैमा ज्ञान चाहिँ हुन्छ, तर यो पब्लिक राइटिङ खास गरेर सामान्य मान्छेले बुझ्ने गरी लेख्न चाहिँ अलिकति त्यो मान्छेहरूले कसरी बुझ्छ त भन्ने कुरा चाहिँ विभिन्न तरिकाले एउटै कुरालाई भन्यो भने उसले बुझ्छ। समाजमा विभिन्न तहका मान्छेहरू छन्, विभिन्न ब्याकग्राउन्डका मान्छेहरू छन्। त्यस कारण गर्दाखेरि चाहिँ यो कथालाई कसरी भन्ने भनेर सोच्न थालियो भने चाहिँ लेखन अलि राम्रो हुन्छ, वा कुनै पनि विषयको लेखन, त्यो विज्ञानको होला, कृषिको होला, जङ्गलको होला, मान्छेकै बारेमा होला, सबै किताबहरू लेखेका चाहिँ कोही किताबहरू एकदम धेरै पढिन्छन्, कोही पढिन्नन् होइन। त्यस कारण गर्दाखेरि चाहिँ यो कसरी लेख्ने भन्ने कुरामा चाहिँ मैले कुनै कुरा किन पढ्छु त त्यसो भए भन्दा मलाई कि त्यो नयाँ हुनुपर्छ, कि त्यो आकर्षक हुनुपर्छ, कि त्यो गजब हुनुपर्छ भनेको मैले गर्नु नसकेको अरूले गरेको कुरा हुनुपर्छ। र अर्को चाहिँ नि
मलाई त्यो किताब वा त्यो कुनै कुरा पढेपछि मेरो ज्ञान चाहिँ नि त्योभन्दा अलिक बढ्यो भन्ने महसुस हुने हुनुपर्छ। र कसैले कुनै कुरा भन्दाखेरि तपाईँको मनमा गढ्ने वा बुझ्ने गरी त्यसलाई यदि पढ्न सकियो भने त्यस्तो किताबले चाहिँ मान्छेले किताब किन्ने वा पढ्ने गर्छन्। त्यस कारण गर्दा चाहिँ यो किताब लेख्ने भनेको चाहिँ वा लेख मात्रै भनौँ न, किताबै भन्नु परेन, लेख पनि यो धेरै जस्तो विज्ञानमा काम गर्ने, अब मैले वातावरण विज्ञान पढेको हो, एकदमै धेरै ज्ञान हुन्छ अनि एकदमै धेरै डिटेल्सहरू हुन्छ र त्यो डिटेल्समा चाहिँ सबभन्दा बढी प्रोसिड्युर वा त्यो प्रोसेस कस्तो हुन्छ भन्ने कुरामा विज्ञान एकदम धेरै लाग्छ। सो स्वाभाविक हो, किनभने कुनै कुरामा गहिरो अध्ययन गर्न प्रोसेस चाहिन्छ, मेथोडोलोजी भन्छौँ हामी, रिसर्चको एउटा फर्मेट हुन्छ। अनि त्यो प्रोसेसमा यति धेरै भिजेको हुन्छ यो विज्ञान वा अरू विषयमा, यो खास गरेर अलिअलि बढी शोधमूलक कामहरू गर्ने काममा चाहिँ सानो कुरा बिचबाट हट्यो भने ला सबै कुरा बिग्रियो कि भन्ने डर हुने। अनि त्यो डर भएपछि के हुन्छ भने डिटेल्स बढी लेखिन्छ तर त्यो आकर्षक हुँदैन। त्यस कारण गर्दा धेरै मान्छेहरूले चाहिँ त्यो डिटेल्समा ध्यान दिएको तर त्यसलाई आकर्षक तरिकाले विभिङ भन्छ, खास गरेर लेख्ने भनेको बुन्ने जस्तै हो। तपाईँको स्वेटर कस्तो बनाउने, टोपी कस्तो बनाउने, होइन, इट्स ए विभिङ इन अ भेरी भेरी अब खास त आर्ट हो है। बुन्ने भनेको त्यहाँ बुट्टा हाल्ने भनेको चाहिँ त्यो आर्ट हो र त्यो एउटा क्रिएटिभ काम पनि हो। जस्तो कस्तो राम्रो देखिन्छ, कस्तो बुट्टा राम्रो देखिन्छ, कस्तो सेप राम्रो देखिन्छ भन्ने कुरा, यो विभिङ चाहिँ नि विभिन्न खालको स्टोरीहरूलाई विभ गर्न सक्ने त्यो क्षमता चाहिँ अलिकति वृद्धि गर्नुपर्छ। डिटेल्स त हुन्छ तर डिटेल्सले मात्रै लेख्न सकिँदैन, तर डिटेल्स नभइकन लेख्न सकिँदैन। फेरि कस्तो हुन्छ भने डिटेल्स धेरै हुनु पनि नराम्रो होइन, तर डिटेल्सहरूबाट चाहिँ कति कुराहरू मैले नभन्दा पनि हुन्छ र कति कुराहरू चाहिँ मैले अलिकति मिलाएर भन्दा पनि हुन्छ भन्ने खालको, यस्तो खालको कुरामा अलिक बढी ध्यान दिने हो भने र राइटिङलाई अलिक मल्टिपल टाइम्स एकचोटि लेखेपछि फेरि सोच्ने, फेरि यसलाई रिराइट गर्ने र कुनै पनि कुरा पब्लिकमा जानु अगाडि त्यसलाई मल्टिपल टाइम्स आफूले अरूले पढ्ने वा विभिन्न तरिकाले यो रिभ्यू गर्ने कुराहरू हुन्छ। अब मैले चाहिँ नि एकदमै अब रिगरस साइन्स पनि पढेको हो र पछि मलाई के लाग्यो भने चाहिँ नि हामीले धेरै कुरा विज्ञानमा जे कुराहरू छन् त्यो कुरा खास गरेर अझ नेपालमा र नेपाल जस्तो देशमा चाहिँ खासै बाहिर ल्याउन सकिएन। हामीले विज्ञानलाई गहिरो गरी बुझाउन पनि सकिएन र विज्ञान गर्नेहरूले पनि त्यो सामान्य मान्छेले बुझ्ने गरी लेख्ने काम चाहिँ अलिक बढी भएन। त्यस कारण गर्दा चाहिँ मैले अलिक बढी लेख्नुपर्छ भनेर चाहिँ मैले यो लेखनलाई अलिक बढी जोड दिएको हो र यो किताब मैले खास त्यसरी निकालेको हुँ। अब लेख्ने भनेको फेरि कस्तो हो भने सबैको आफ्नो तरिका हुन्छन्। कुनै यही कुरा नै राइट वे हो होइन, देयर इज अ रङ वे टु राइट भन्ने हुँदैन। मैले एउटा इक्जाम्पलको रूपमा कसैलाई मैले अघिल्लो हप्तामा चितवनमा थिएँ अनि एकजना चाहिँ लेखकले उहाँले मेरो 7औं 8औं किताब हो भनेर दिनुभयो मलाई। अनि मैले ठ्याक्कै किताब पल्टाएँ अनि उहाँ चाहिँ काठमाडौँबाट इस्तानबुल जानुभएको रहेछ, त्यहाँबाट उहाँ अमेरिका सायद जाँदै हुनुहुन्थ्यो होला। अनि उहाँले ठ्याक्क मैले पल्टाएको प्याराग्राफमा उहाँसँग धेरै कुरा थियो होला तर उहाँले ठ्याक्क पल्टाएको प्याराग्राफ के लेखेको थियो भने म इस्तानबुलको एयरपोर्टमा ल्यान्ड गरेँ र म त्यसको टर्मिनल देखेर आश्चर्यचकित भएँ भनेर लेख्नुभयो होइन। अनि उहाँ छिर्नुभयो त्यसपछि, अनि छिरेपछि तेस्रो सेन्टेन्समा फेरि के लेख्नुभयो भने उहाँले 60-70वटा जहाज लाइनै राखेको देखेर फेरि म आश्चर्यचकित भएँ भनेर लेख्नुभयो। अनि मैले अब त्यत्रो यात्रामा अरू धेरै महत्त्वपूर्ण कुराहरू थियो होला नि त। अब इस्तानबुलको एयरपोर्टमै 2 चोटि आश्चर्यचकित हुने एउटै प्याराग्राफमा भएपछि त त्यो लेखकलाई त त्यति मजा भएन। आश्चर्यचकित हुने तरिका हुन्छ होइन, अथवा 50-60वटा जहाज देखेर त्यसलाई पनि भन्ने तरिका हुन्छ, पहिलोपटक देखेको हो भने पनि भन्ने तरिका हुन्छ। अनि त्यसपछि उहाँ फेरि फर्केर देशतिर आउनुभयो र ओहो हाम्रो देश र त्यहाँ उस्तै समयमा वा त्योभन्दा पछि भएको थियो, म देश सम्झेर मलाई दिक्क लाग्यो। अब सामान्य तरिकाले हेर्दाखेरि एउटै प्याराग्राफमा दुईचोटि आश्चर्यचकित पनि हुने, 7वटा किताब पनि लेख्ने, तर मेरो लेखनलाई मैले के कुरा हटाउने हो, के कुरा नलेख्ने हो, के कुरा लेख्ने हो भन्ने कुरामा चाहिँ लेख्न उत्साहित हुनु स्वाभाविक हो, तर अब सबै कुरा लेख्नु पनि पर्दैन। र लेख्ने हो भने चाहिँ अलिकति धेरै बुझेर र
कतिपय कुरा हटाउनुपर्छ भन्ने थाहा पाएर लेख्नुपर्छ, ताकि लेखक हुनका लागि मात्र लेख्ने भन्ने पनि छ एउटा। यो साहित्य वा अलिअलि एक्सपिरियन्स भएपछि झ्याप्प एउटा किताब छाप्ने अनि त्यो किताब नै गर्ने भन्ने त्यस्तो पनि होइन। लेखन एउटा गहन र एकदमै एकदमै सिरियस जब हो। यो फन पनि हो, रमाइलो पनि हुन्छ। कतिपय कुरामा मलाई मेरो पाठकहरूले भन्नुहुन्छ, अब यो यात्रा गर्दाखेरि मलाई अब मेरा पनि कयौँ कमजोरीहरू छन्। मैले लेखेको खतरा भन्न खोजेको होइन कि मलाई अब धेरै वर्ष लेखेको हुनाले चाहिँ सामान्य मान्छेको लागि कसरी लेख्नुपर्छ भन्ने केही ज्ञान चाहिँ मसँग अलिक बढी भयो। र मैले मेरो किताबमा पनि भनेको छु कि मैले त्यहाँ छालबाटो लेखिरहँदाखेरि चाहिँ धेरै समय स्टोरी टेलिङमा खर्च गरेको छु। सामान्य यात्रामा गएर मैले यो देखेँ त्यो देखेँ, मलाई यो गजब लाग्यो भन्ने मात्र छैन। मैले त्यहाँ पात्रहरू खडा गरेको छु। तिब्बतमा एउटा मिङमार भन्ने पात्र छ। कर्णाली आफै एउटा एउटा उसको उद्गम एउटा पात्र हो। बर्दियाको बाघ पनि पात्र छ। कर्णालीमा बन्दलाको बाँध पनि पात्र छ। धनवीर भन्ने एकजना जो गरिब पात्र छ, ऊ हुम्लाको हो, ऊ हाम्रो खच्चड चलाउँछ, ऊ पनि एउटा पात्र छ। नदीको पात्र भनेको चाहिँ नि अब मान्छे मात्र हुँदैन, विभिन्न पात्रहरूलाई इस्टाब्लिस गर्न मैले ठाउँ ठाउँमा धेरै मान्छेहरूसँग कुराकानी गरेको छु। र यात्रा त मोनोलग हुन्छ नै, आफ्नो कुरा भनिहालिन्छ, तर सकेसम्म अरूको स्टोरीलाई स्पेस दिएर मैले त्यो अलि मोर रिडेबल, त्यहाँ राफ्टिङ पनि छ, त्यहाँ दुःख पनि छ, त्यहाँ मजा पनि छ, त्यहाँ पोलिटिक्स पनि छ, यी सबै कुराहरूलाई मिसाएर लेख्ने प्रयास गरेको थिएँ। र मेरो अनुभवमा चाहिँ नि यो के लेख्ने भन्ने कुरा भन्दा के नलेख्ने भन्ने कुरामा ध्यान दिन सक्यो भने चाहिँ अलि चाँडै लेखक वा लेख्न सकिन्छ, लेख हुन्छ अथवा अरू कुराहरू। र विषयलाई हेर्ने अलिक दृष्टिकोण अलि फरक खालको दृष्टिकोण दिन सक्यो भने र फरक तरिकाले त्यसलाई एक्सप्लेन गर्न सकियो भने पनि लेखन राम्रो हुन्छ होला जस्तो मलाई लाग्छ। म धेरै समय यहाँहरूको लिन्न अब अरू कुरा पनि गरौँला, तर मलाई लाग्छ लेख्नु चाहिने एउटा जिम्मेवारी पनि हो। तपाईँले जानेको कुरा चाहिँ नि लेखेर छोडिदिने, कतै राखेर छोडिदिने काम चाहिँ धेरै समयमा हाम्रोमा भएन। आफूसँग धेरै कुराहरू मरेर गयो। हाम्रो पुर्खाहरूले पनि त्यस्तै, उहाँहरूसँग लेख्न पढ्न नि गाह्रो थियो होला, तर भनौँ न पश्चिमाहरूले धेरै कुरा लेखेर छोडिदिए र आज हामीलाई त्यो एउटा रिसोर्स भएको छ होइन। त्यस कारण गर्दा सिरियस भएर किताब लेख्ने मात्र होइन कि लेखन वा टिपोट वा नलेजलाई चाहिँ नि कहीँ न कतै लगेर राखिदिनुपर्छ, ताकि अर्को पुस्ताले त्यसलाई प्रयोग गर्न पाओस् भन्ने वा जिम्मेवारी पनि हो लेखन भनेको चाहिँ, भन्ने मलाई लाग्छ। मै स्टप गर्छु ल आफूलाई। गजब